नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिकताको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट दायर गरेको छ। आइतबार पूर्णबहादुर खड्का सहितका नेताहरूले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा पुगेर रिट दायर गरेका हुन्। संविधान कानुन र नेपाली कांग्रेसका विधान विपरीत निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई दिएको आधिकारिकताको विरुद्ध आफूहरूले न्यायका लागि सर्वोच्च अदालतमा रिट दायर गरेको देउवा पक्षका नेता खड्काले जानकारी दिए। उनले संविधान कानुन र विगतका नजिरको खिलाफमा गरिएको सो निर्वाचन आयोगको निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने दाबी समेत गरे। उनले निर्वाचन आयोगको सो निर्णय सर्वसम्मत समेत नभएकाले पनि आफूहरूले न्याय पाउने जिकिर गरे। निर्णय पनि बहुमतको आधारमा एकजना आयुक्तले प्रश्न लेख्नुमा चाहिँ खराब गर्छ। संविधान कानुन विधिको विपरीत छ, त्यसैले म सहमत हुन सक्दैन भनेर तिनजना मध्ये एकजना आयुक्तले नै असहमत भएको कुरो बाहिर आइसकेको छ। सम्पूर्ण रूपमा निर्वाचन आयोगको विगतका पार्टीसँग सम्बन्धित विवादहरूको निरूपण गर्दा विधानको सम्पूर्ण प्रतिकूल हुने गरी जुन निर्णय गर्यो त्यो निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको हिजोको बैठकबाट सर्वसम्मति निर्णय गरेर हामी सर्वोच्च अदालतमा न्यायको लागि आएका छौँ र हामीले हाम्रो आज रिट दर्ता गऱ्यौँ र हामीले त्यो सबै कुरालाई उल्टाएर सर्वोच्च अदालतले संविधानको कानुनको दल सम्बन्धी ऐनको नेपाली कांग्रेस विधानको रक्षा गरोस् र मुलुकको लोकतन्त्र मुलुकको उपलब्धिलाई रक्षा गर्नको लागि पनि महत्त्वपूर्ण निर्णय हुनेछ। देउवा पक्षले सो रिटलाई प्राथमिकता दिएर निष्कर्षमा पुर्याउन पनि सर्वोच्च अदालतसँग माग गरेको छ।